हेलो खाम्री म सबैजनालाई आज चाहिँ फेरि पनि आप्पा र म चाहिँ जङ्गलमा जाँदैछु दाउरा लिनुलाई। यहाँ चाहिँ छ तामार्केको मुन्टा है, एकदमै मजाले निक्लिरहेको रहेछ मुन्टा चाहिँ। अनि मलाई चाहिँ पुरा टिप्न मन लाग्यो नि त। अब कस्तो मिठो हुन्छ यसको चाहिँ सब्जी चाहिँ होइन, आलुसँग मिक्स गरेर खायो भने झन् दामी हुन्छ होइन। अन्त पहिलातिर चाहिँ मान्छेहरूले चाहिँ यसको जरा चाहिँ एउटा फर्सी जस्तो हुन्छ होइन, त्यो जरा चाहिँ कुखुराहरू बिमार भयो भने चाहिँ त्यसलाई चाहिँ भाँडा जस्तो बनाएर चाहिँ त्यो भित्र चाहिँ चारो हालिदिन्थ्यो पहिलाको मान्छेहरूले चाहिँ है। यहाँ चाहिँ आप्पा र म चाहिँ जङ्गल पुगिसकेको थियो। अन्त आप्पाको पालो चाहिँ यहाँ चाहिँ दाउराहरू निकाल्नु हुँदै थियो होइन। दाउरा चाहिँ एकदमै मजाले सुकिरहेको रहेछ। अनि आजको दिन चाहिँ एकदमै शीतल दिन भइरहेको थियो है। अनि यहाँ चाहिँ आज चाहिँ हामीले चाहिँ बच्चालाई पनि लिएर आएको छु, कोकोलाई पनि। यसलाई चाहिँ पुरा बोरिङबाट यताउता कुद्दै थियो होइन। अनि त्यसपछि क्युपी पनि थियो, क्युपी चाहिँ परनिर गएर बसिरहेको थियो। अन्त यहाँ चाहिँ आप्पाले चाहिँ हामीले चाहिँ दाउराहरू पनि काटिसकेर चाहिँ आप्पाले चाहिँ दाउरा चिर्नु थाल्यो होइन। मैले चाहिँ भन्थेँ नि त आप्पालाई, आप्पा म दाउरा चिर्छु भनेको। अन्त आप्पाले चाहिँ पर्दैन, तिमी सक्दैन, बुढो भन्दा तिमी बारी लगाउनु, म चिर्छु भनेर चाहिँ आप्पाले चाहिँ मलाई दाउरा पनि चिर्नु दिएन होइन। यहाँ चाहिँ कोको चाहिँ सुतिरहेको छ होइन। अन्त आज चाहिँ उसलाई पुरा आल्से भइछ, किनभने अरू बेला चाहिँ ऊ जहिले घरमै बस्छ नि त आमाको साथी। अन्त आज चाहिँ आप्पा र मैले जङ्गलमा लिएर आएको छु। अनि त्यसपछि मैले छिटो दाउराबारी पनि मैले लगाउनु स्टार्ट गर्यो। यहाँ चाहिँ दाउराबारी पनि मिलाइसकेको थियो आप्पा र मेरो चाहिँ। अनि यहाँ जुन चाहिँ यहाँ दाउरा देख्नुहुँदैछ है, यो चाहिँ उब्रेको दाउरा हो। अन्त आप्पाले चाहिँ यहाँ मिलाइराखौँ भनेर चाहिँ त्यहाँ मिलाइकन राखेको थियो दाउरा चाहिँ। अन्त आप्पाले चाहिँ हेलो गर्नुहुँदै थियो। अन्त कोकोलाई पनि जिस्काउनु हुँदै थियो, लो कोको उठ्यो अब घर जानुपर्छ है भनेर होइन। अन्त कोकोलाई चाहिँ जबरजस्ती आप्पाले चाहिँ उठाएर चाहिँ हेलो गर्दा यहाँ फोनमा हेर्दै क्यामेरामा हेर्दै भन्दै थियो होइन। कोको चाहिँ यस्तो डरलाग्दो आल्से भइरहेको थियो उसलाई चाहिँ है, लाबर जस्तो है। अन्त बिचरा ऊ जहिले पनि घरमै बस्छ नि त। अन्त आज मात्रै जङ्गलमा लिएर आएको है, उसलाई पुरा उयो भइस होइन, बोरिङ भइस नि त बिचरा बच्चालाई। फेरि यहाँ चाहिँ कोको चाहिँ सुतिरहेको छ होइन, माथिदेखि उठाएर लिएर आएको, यहाँ चाहिँ सुतिरहेको छ। कोको गर्छौँ है भन्दा चाहिँ फेरि उठ्यो होइन। यस्तो डरलाग्दो उसलाई पुरा बेसी आल्से भइरहेको थियो नि त आज चाहिँ। उनी हेर्नु न गाइस, अब चाहिँ हामी चाहिँ घरतिर लाग्यो है। भारी बोकेर एकदमै गरौँ रहेछ है भारी चाहिँ। अन्त यो उकालो जाँदैछ है। आप्पा आउँदैछ खै कोको कोको। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। आजको लागि यति नै।